रचना तपाईको पहिलो जागिर र तलब कति थियो? जागिरै खाएको थिएन मैले त। रचनालाई केटाहरूले प्रेम प्रस्ताव राख्दा कस्तो लाग्छ? कस्तो पनि लाग्दैन। ओके, तपाईको रचना कमजोरी के हो? केही पनि हैन। रचना तपाई आफू भित्रको के कुरालाई आफ्नो शक्ति ठान्नुहुन्छ? स्ट्रङ पनि अलिअलि छु, नत्र त म अहिले मम्मी बाबालाई सम्झेर दारधरी रुन्थ्यो होला नि त। स्ट्रङ पनि अलिअलि छु, अलिक विक पनि छु। विक चाहिँ कस्तो बेलामा? बिरामी भएको बेला। दादाहरूको चाहिँ म्युजिक इन्स्टिट्युट थियो कि सरगम सङ्गीतालय, त्यहाँबाट चाहिँ गएको थियौँ। अनि भोक लाग्यो भनेर कति सोधिराख्नुहुन्थ्यो क्या। हामीले चाहिँ त्यहाँनिर चटपटे खायौँ, अनि त्यसपछि थुक्पा पनि खायौँ कि मासु हालेको। मिठो थियो, कस्तो मिठो थियो। सुँगुर त तपाईँ पो खानुहुन्छ त, मैले त कुखुराको खाएको। ओके, त्यसपछि मैले अब सोध्छु तपाईँले जवाफ दिन पनि सक्नुहुन्छ, नदिन पनि सक्नुहुन्छ। तपाईँको त्यो चाहिँ इच्छा हो। यदि होइन, अब हुन त उमेर सानै छ, यो प्रश्न राइट नहुन सक्ला। राइट छैन, नसोध्नु। ओके, यो तपाईँले अब एउटा दुइटा इन्डस्ट्रीभित्रमा एउटा दुइटा सुनेको हल्ला सोध्न पाउँछु मैले? ओके, केही सोध्नु पर्यो भने होइन, अब उहाँहरूको इच्छा पुरा गरिदिउँ त होइन। यदि तपाईँले मलाई केही प्रश्न सोध्नु भने के सोध्नुहुन्छ होला? नो क्वेसन। सानोमा छँदाखेरि चाहिँ होइन, अब एकदम जुन पल तपाईँले सम्झेर अहिले पनि एकदम हाँस उठ्ने कुनै पलहरू छ? सानोमा गरेको त्यो बिग्याईहरू होइन, त्यो ठट्टेलीहरू? एकचोटि पौडी खेल्न भनेर गएको थिएँ, मुन्टै गाडिएर आज रेकर्डिङ थिएन। अब एकछिनमा चाहिँ छ। बिहान चाहिँ थिएन, म अलिक बिराम भएर हो क्या, त्यही भएर चाहिँ। दिनमा कतिसम्म रेकर्डिङ गर्दै रचनाले? दुईटा। तपाईँ पनि उतै बस्नु। सोच्नु भएको छ कुनै बेला कुनै समय मेरो श्रीमान चाहिँ यो पेसाको होस्? कोही डाक्टर हुन्छन्, कोही इन्जिनियर, पाइलट। तपाईँको इच्छा पुरा होस्। अनि पाइलट चोरट खाने चाहिँ पर्छ होला। तपाईँलाई चन्द्रमामा जान मन छ? तपाईँलाई मन छ? मन छ। जसलाई पनि मन लागिहाल्छ नि होइन? विद्युतीय गाडी पूर्वतिर कुदिरहेको छ भने त्यसले धुवा कतातिर फाल्छ? अहिले हेरिरहनु भएको छ रचना एकदम चुलाइरहेको अवस्था छ। पश्चिमतिर फाल्छ। पास ल पासे। विद्युतबाट चल्ने गाडीले धुवा फाल्छ त? धुवा नै फाल्दैन। किन फाल्दैन? कसले फाल्दैन? जेनेरेटर केबाट चल्छ? विद्युतबाट चल्दैन। विद्युतीय गाडी भनेको छ नि त, गाडी चलिहाल्छ नि। विद्युतीय गाडीले धुवा फाल्दैन। तर पनि चल्यो भने त धुवा त फाल्छ नि त। इन्टरभ्यूलाई काटेर ट्रोल बनाइरहेको हुन्छ, तपाईँलाई उडाइराखेको हुन्छ, तपाईँलाई एउटा जोकको रूपमा एउटा जोकर जस्तो बनाइरहेको हुन्छ होइन। कस्तो लाग्छ रचनाजी त्यो कुरा देख्दाखेरि चाहिँ? कस्तो पनि लाग्दैन।